Hello dear viewers, welcome to the video. If you are watching this video that means you are interested to take participation in Lunar Habitat Challenge. So let's start with the introduction. हाम्रो कम्पिटिसनको नाम चाहिँ नेसनल लेभल लुनार ह्याबिटेट च्यालेन्ज हो। इन्सपिरेसन चाहिँ यसको नासा 3D प्रिन्टेड ह्याबिटेट प्रोग्राम एन्ड ESA बुट क्याम्प च्यालेन्ज। त्यसै गरी हाम्रो गोल चाहिँ डिजाइन र सस्टेनेबल सेल्फ सफिसिएन्ट लुनार ह्याबिटेट फर लङ टर्म ह्युमन सर्भाइभल। भनेपछि लुनार सर्फेसमा यदि ह्युमन लाइफ कहिले पनि प्रेजेन्ट भयो भने त्यहाँ चाहिँ सर्भाइभल गर्नलाई के कति सिनारियो क्रिएट हुन्छ, त्यो सिनारियोमा हामीले बेसिस भएर हामीले यो लुनार ह्याबिटेट च्यालेन्ज चाहिँ अर्गनाइज गरेका छौँ। सो मेन सिनारियो के छ भन्दाखेरि हामीले चाहिँ लुनार सर्फेसमा गएर 5वटा क्रू मेम्बर्सहरू जसमा चाहिँ 3टा पर्मानेन्ट र 2 चाहिँ भिजिटिङ क्रूहरू लुनार सर्फेसमा गएको छन् रे। यो सिनारियो चाहिँ कसरी क्रिएट हो भन्दाखेरि आर्टेमिस सेकेन्ड मिसन लन्च हुँदैछ, जुन चाहिँ हाम्रो लुनार सर्फेसको एक राउन्ड लगाएर अनि फर्किने भन्ने प्लान छ। सो त्यसै गरी हामीले त्यसैलाई नै एउटा इन्सपिरेसन मानेर पोस्ट आर्टेमिस मिसन भनेर कन्सिडर गरेका छौँ। यसको ड्युरेसन चाहिँ 365 डेज हुन्छ। हाम्रो लुनार सर्फेसको साउथ पोलमा गएर 365 डेज सर्भाइभ गर्ने सिनारियो हामीले क्रिएट गरेका छौँ। र यसमा चाहिँ के छ भन्दा हामीले मस्ट सर्भाइभ अन द एक्सट्रिम कन्डिसन्स, कस्तो कस्तो कन्डिसन हुनसक्छ त लुनार सर्फेसमा भन्ने कुरालाई चाहिँ हामीले कन्सिडर गरेर हामीले यो च्यालेन्जमा पार्टिसिपेट गर्नुपर्छ। रेडिएसन, टेम्परेचर एक्सट्रिम्स, लो ग्राभिटी एन्ड लुनार डस्ट, जसलाई हामीले स्पेस डेब्रिज पनि भन्छौँ। त्यसै गरी अब हाम्रो यो मिसन एन्ड थीम, सो थीम चाहिँ हाम्रो लुनार हेरिटेज च्यालेन्जको प्रोजेक्ट आर्टेमिस एन्ड बियोन्ड भनेर छ। त्यसमा चाहिँ होम अवे फ्रम द होम। एज वी नो द्याट वी आर अन अर्थ, बट हाम्रो नेक्स्ट होम चाहिँ मार्स पनि हुनसक्छ, मुन पनि हुनसक्छ। सो त्यही भएर हाम्रो चाहिँ थीम के छ भन्दा होम अवे फ्रम द होम छ। र अब्जेक्टिभ अफ दिस मिसन इज नट जस्ट एन इन्जिनियरिङ बट अल्सो कम्बाइन्स द आर्किटेक्चर, साइकोलोजी, सर्भाइभल साइन्स। त्यसपछि डिजाइन मस्ट बी टेक्निकली फिजिबल, साइकोलोजिकली भाएबल एन्ड सेल्फ सस्टेनिङ पनि हुन पर्यो। त्यसै गरी यो हाम्रो लुनार हेबिटेट च्यालेन्ज गराउनुको मेन रिजन के होला? कसैले क्वेसन आउँछ भने कस्तो खालको क्वेसन, हाउ डु यु क्रिएट अ लाइभेबल स्पेस इन वान अफ द हार्सेस्ट इन्भाइरोमेन्ट नोन? भन्नाले हाम्रो अर्थको सिनारियो भन्दा मुनको सिनारियो एकदम डिफ्रेन्ट छ। अक्सिजनको कमी, ग्राभिटी चेन्ज, त्यसै गरी त्यहाँ वाटरको सोर्स, अनि त्यहाँको चाहिँ soil surface. Lunar surface is totally different from the Earth. That's why this question should be raised. Like, how do you create a livable space in one of the harshest environment known? So, harsh lunar environment design and त्यसको constraints के हुन सक्छ? सबसे मेन त हाम्रो लो ग्राभिटी 1.62 मिटर पर सेकेन्ड स्क्वायर। भनेपछि हाम्रो जी त 9.81 अथवा 9.8 नै कन्सिडर गरौँ भने पनि त्यहाँको जी चाहिँ 1.62 मिटर पर सेकेन्ड स्क्वायर छ। त्यसै गरी रेडिएसन एक्सपोजरहरूबाट बच्नले हामीले के कुराहरू गर्न सकिन्छ, जहाँ चाहिँ म्याग्नेटिक फिल्ड छैन। जस्तै हाम्रो अर्थको त अराउन्डमा म्याग्नेटिक फिल्ड छ, जसले चाहिँ सोलर फ्लेयर्सहरूबाट हामीलाई बचाउँछ। त्यस्तै खालको हामीले आर्टिफिसियल म्याग्नेटिक फिल्ड पनि कन्सिडर गर्न सकिन्छ हाम्रो मोडेलमा। जस्तै ग्यालेक्टिक कस्मिक रेजहरूबाट बच्नलाई एक्सट्रिम टेम्परेचर, लुनार नाइटहरूमा एकदम लो टेम्परेचर भइदिन्छ, -250 डिग्री सेल्सियस टेम्परेचर भइदिन्छ एट साउथ पोल्स। खास गरी हामीले साउथ पोल्समा सर्भाइभ गर्नलाई यो सिनारियो क्रिएट गरेका छौँ। त्यसै गरी एब्रेसिभ एन्ड टक्सिक लुनार डस्ट, मैले लुनार डस्टको कुरा अघि पनि गरिसकेँ। लुनार डस्टहरू एकदम टक्सिक र एब्रेसिभ हुन्छ। डिजाइन रिक्वायरमेन्ट एन्ड मोड्युल्स, सो हाम्रो डिजाइनमा के रिक्वायरमेन्ट्सहरू हुनुपर्छ? सो यो हेबिटेट मस्ट इन्क्लुड द सेल हुन पर्यो, जुन चाहिँ के हुनु पर्यो भन्दा रेडिएसन सिल्डेड हुनु पर्यो, थर्मली इन्सुलेटेड एन्ड वेल स्ट्रक्चर। त्यसै गरी लाइफ सपोर्ट, अक्सिजन रिसाइक्लिङ हुनु पर्यो, वाटर फिल्ट्रेसन, थर्मल प्रोटेक्सनहरू हुनु पर्यो। त्यसै गरी हाम्रो ग्रिन हाउसमा चाहिँ एरोफोनिक हाइड्रोपोनिक फुड सिस्टम हुनु पर्यो। त्यसै गरी लिभिङ क्वार्टर्सहरू बनाउन सक्नु पर्यो त्यहाँ हामीले इमेजिन गरेर। प्राइभेट स्पेस फर मेन्टल वेलबिङ, एयरलक सिस्टम, डस्ट मिटिगेसन, इन्भाइरोमेन्ट सिस्टम, सोलर प्लस ब्याट्रिज फर लुनार नाइट्स। लाइक 14 डेजको लागि यदि हामी अर्थमा त्यति स्टोरेज एनर्जी चाहिन्छ भने त्यहाँ त हाम्रो 1 नाइट नै अर्थको 14 डेज जतिको हुन्छ। सो त्यो कुरालाई पनि कन्सिडर गर्न पर्यो। त्यसै गरी कम्युनिकेसन, अर्थ एन्ड इन्टरमोड्युलर लिङ्क, हाम्रो कम्युनिकेसन पनि एकदम आवश्यक पर्छ। किन भन्दा हामी त सर्टेन क्रू मेम्बर्सहरू त्यहाँ पठाउँछौँ। सो बाई चान्स केही त्यस्तै हार्स कन्डिसन क्रिएट भयो भने त्यसले हामीले कम्युनिकेट गर्न सजिलो होस् भनेर हाम्रो कम्युनिकेसन मोड्युल्स पनि कन्सिडर गर्नु पर्यो हाम्रो मोडेलमा। त्यसै गरी अब मेटेरियल के मेटेरियल युज गर्न सकिन्छ हामीले यो सिनारियो, यो मोडेल बनाउनलाई? सो फिजिकल मोडेल मेटेरियलहरूमा चाहिँ लोकल्ली इजिली एभाइलेबल आइटम्सहरू लाइक कार्डबोर्ड, थर्मोकोल, स्टाइरोफर्म, पिभिसी पाइप, पेपर रोल्स, क्ले, फर्म बोर्ड्स, फेभिकोल, हट ग्लू एक्सेट्रा एक्सेट्रा। जति पनि हाम्रो लोकली एभाइलेबल मेटेरियल छ र जति पनि तपाईँले आफ्नो क्रिएटिभिटी देखाउनलाई युज गर्न पाउनुहुन्छ त्यो मेटेरियलहरू, यु आर फ्री अन द्याट फिजिकल मोडेल बनाउनमा। र अर्गनाइजर्स डु नट प्रोभाइड मेटेरियल, द्याट मिन वी आर द अर्गनाइजर्स एन्ड वी डु नट प्रोभाइड यु द मेटेरियल्स। एन्ड 3D CAD मोडेल, यो चाहिँ अप्सनल हो। त्यो चाहिँ तपाईँहरूले यदि तपाईँहरूलाई 3D मोडेलिङ आउँछ भने तपाईँहरूले त्यही अनुसारले फ्युजन 360, स्केचअप, ब्लेन्डर अनि टिङ्कर क्याडहरू जे पनि युज गरेर यदि तपाईँ बनाउन सक्नुहुन्छ भने, तपाईँहरूले एउटा मोडेल बनाउनुहुन्छ भने त्यसको चाहिँ एक्स्ट्रा एउटा कन्सिडरेसन हुन्छ। अनि टिम एन्ड सबमिसन रुल्स, सो एलिजिबिलिटी भनेको अन्डर ग्रेजुएट स्टुडेन्ट फ्रम एनी ब्याकग्राउन्ड लाइक इन्जिनियरिङ, आर्किटेक्चर, साइन्स, सुकै ब्याकग्राउन्डको तपाईँ यदि
हाम्रो लुनार हेबिटेट च्यालेन्जमा इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईँले पार्टिसिपेट गर्न पाउनुहुन्छ। त्यस्तै गरी टिम साइजमा मिनिमम 3 म्याक्सिमम 5 मेम्बर्स, जुन चाहिँ इन्टरडिसिप्लिनरी इन्करेजमेन्टको लागि हो। जो पनि आउनु भयो, जस्ट साइन्स ब्याकग्राउन्डको हुनु पर्यो, आर्किटेक्चरको हुनु पर्यो, इन्जिनियरिङ ब्याकग्राउन्डको हुनु पर्यो। अनि सबमिसन इन्क्लुड्स के डिजाइन रिपोर्टमा पनि IEEE को साइटेसन स्टाइल हुनु पर्यो, फिजिकल एपियरेन्स मोडल युजिङ लोकल मेटेरियल्स, 3D CAD मोडल। यो 3D CAD मोडल चाहिँ अप्सनल छ, बट फिजिकल एपियरेन्स मोडल भनेको त हाम्रो कम्पलसरी भइहाल्यो र डिजाइन रिपोर्ट पनि कम्पलसरी नै भइहाल्यो। अनि ओरिजिनालिटी, AI tools allow for the concept art if it is declared. That means you can use the AI, but you have to declare that I use AI on this topic, on this reference, for this reference. So यो कम्पिटिसनको चाहिँ जजमेन्ट क्राइटेरिया हेर्न खोज्दाखेरि क्राइटेरियामा सबसे सुरुमा इन्जिनियरिङ फिजिबिलिटी जुन चाहिँ 20% छ, जसमा चाहिँ हामीले के फोकस गर्छौँ भन्दा स्ट्रक्चर, तपाईँको स्ट्रक्चर कतिको चाहिँ स्टेबल, कतिको राम्रो बनाउनु भएको छ, नट एक्ज्याक्टली सेम विथ द स्ट्रक्चर अफ सिभिल इन्जिनियरिङ, बट यस तपाईँको बोर्डिङको चाहिँ स्ट्रक्चर कस्तो छ त्यो कुरा चाहिँ हामीले कन्सिडर गर्छौँ। त्यसै गरी रेडिएसन सिल्डिङ, पावर सिस्टम कसरी बनाउनु भएको छ। अनि तपाईँको सबसे मेन त हामीले इनोभेसन एन्ड क्रिएटिभिटीलाई 30% दिएका छौँ, किनभने यो तपाईँको क्रिएटिभिटीलाई इनोभेसनमै डिपेन्ड गर्छ। यो अहिलेसम्म कतै पनि भएको केस होइन। यो तपाईँले इमेजिन गरेर कसरी त्यसलाई एउटा भ्यालिडेट गर्नुहुन्छ, एउटा भ्यालिड पोइन्ट निकालेर त्यसलाई कसरी फिजिबल वेमा बनाउनुहुन्छ भन्ने कुरा हो। सो नोबेल मेटेरियल युज गर्नुहोस्, युनिक आर्किटेक्चर हुनु पर्यो, अनि हेबिटेबिलिटी भनेपछि ह्युमन फ्याक्टरहरू पनि कन्सिडर गर्नु पर्यो, जसलाई हामीले 25% वेटेज दिएका छौँ। र यसमा चाहिँ साइकोलोजी, इन्टेरियर डिजाइन एन्ड कम्फर्टको कुराहरू इन्क्लुड गर्नु पर्यो। र त्यसपछि आउँछ हाम्रो सबसे मेन 25% वेटेज भएको प्रेजेन्टेसन क्वालिटी। तपाईँले प्रेजेन्टेसन कतिको राम्रो दिनुहुन्छ, तपाईँको प्रेजेन्टेसनमा क्लियरिटी कतिको छ, र Q&A क्वेसनमा तपाईँको पर्फर्मेन्स कस्तो हुन्छ, त्यसले गर्दाखेरि तपाईँले 25% मार्क्स पाउन सजिलो हुन्छ। सो यो चाहिँ हाम्रो जजमेन्ट क्राइटेरिया भयो हाम्रो लुनार हेबिटेट च्यालेन्जको लागि। वाइ दिस म्याटर्स, किन हाम्रो लुनार हेबिटेट च्यालेन्ज यति इम्पोर्टेन्ट, यति प्रायोरिटी दियो? इट पुसेस सस्टेनेबल स्पेस आर्किटेक्चर, इन्करेजेस इनसाइट टु रिसोर्सेस युटिलाइजेसन, विच मिन्स जब चाहिँ तपाईँ कुनै हाम्रो अर्थ बाहेक अरू कुनै मार्समा अथवा लुनार सर्फेसमा अथवा अरू कुनै हेबिटेबल जोनमा जानुभयो भने त्यहाँको मेटेरियल्सहरूलाई अर्थबाट नलैकन त्यहीँको मेटेरियलहरू युज गरेर कसरी तपाईँले एउटा हेबिटेबल जोन बनाउनुहुन्छ अथवा कसरी त्यहीँको एभाइलेबल मेटेरियलहरू युज गरेर सर्भाइभल टेक्निक सिक्नुहुन्छ, त्यसलाई नै इनसाइड रिसोर्स युटिलाइजेसन भन्छ। र त्यसै गरी प्रिपेयर्स नेक्स्ट जेनेरेसन इन्जिनियर्स आर्किटेक्चर्स फर मून मार्स कोलोनाइजेसन। द मेन पर्पज अफ दिस कम्पिटिसन इज दिस, प्रिपेयर्स नेक्स्ट जेनेरेसन इन्जिनियर्स आर्किटेक्ट फर मून मार्स कोलोनाइजेसन, एन्ड इट ब्यालेन्सेस टेक एन्ड ह्युमन निड्स। It's not just about a survival, but it's thriving in space. हामीले चाहिँ स्पेसमा गएर कसरी सर्भाइभ गर्न सकिन्छ भन्ने कुरालाई तपाईँहरूले कसरी इमेजिन गर्नुहुन्छ। सो त्यो कुरा चाहिँ हाम्रो यो लुनार हेबिटेट च्यालेन्जमा मेन फोकस भएको छ। सो लुनार हेबिटेट च्यालेन्ज इज मोर देन अ कम्पिटिसन, इट इज अ स्टेप टुवर्ड्स ह्युम्यानिटीज फ्युचर अन द मून। फर मोर इन्फर्मेसन you can scan the QR or you can direct contact us. Our Instagram handle is SETS_Nepal_WRC. And that's it about the Lunar Habitat Challenge. यति भन्दै म बिदा चाहन्छु। धन्यवाद।